सबैजनामा नमस्कार। यो भिडियोमा खास गरी म खरिदारको लागि तपाईहरुलाई जानकारी गराउनेछु। हरेक वर्ष फागुन महिनाको अन्तिम बुधबार र यस वर्ष फागुन महिनाको अन्तिम बुधबार भनेको 27 गते परेको छ। उक्त दिन लोक सेवा आयोगले निजामती तर्फको खरिदारको विज्ञापन गर्छ। खरिदारको विज्ञापन हुँदा फारम भर्नका लागि तपाई 18 वर्ष पूरा गरेको र एसएलसी मात्र पढेकोले गर्न सक्नुहुन्छ। यदि तपाईले डिप्लोमा गर्नुभएको छ, मानौ तपाई कुनै एसएलसी सम्मका अन्य कोर्सहरु 10 कक्षा उत्तीर्ण गर्नुभएको छ, तपाई नेपाली नागरिक हुनुहुन्छ, विदेशबाट भारतबाट वा अन्य कुनै ठाउँबाट तपाई 10 कक्षा उत्तीर्ण गर्नुभएको छ र नेपाली नागरिक हुनुहुन्छ भने फारम भर्न पाउनुहुनेछ। खरिदारको सिलेबस 10 कक्षासम्मका सरकारी स्कुलमा पढाइने टपिक बाहेकको सिलेबस हुँदैन। त्यही भएका आईक्यू, जीके फर्स्ट पेपरमा र रिटेन पेपरमा त्यही सम्बन्ध सम्बन्धित र केही कानुनगत कुराहरू पढ्नुपर्ने हुन्छ। सिम्पल, सहज र सजिलो टपिक रहेको र 10 कक्षामा अलिकति गणित राम्रो भएका विद्यार्थीले यहाँ पनि राम्रो गर्न सक्नुहुन्छ। स्पेशल गणित पनि टपिक रहेको छ। खरिदार भनेको निजामती कर्मचारी, त्यो पनि संघ अन्तर्गतका हुन्छन्। जस्तै तपाई कुनै पनि ठाउँमा जान सक्नुहुन्छ, तपाई मध्य प्रदेशमा, तपाई गण्डकी प्रदेशमा, तपाई बागमती प्रदेशमा कहाँ काम गर्न मन लागेको छ, इच्छा लागेको छ, त्यहाँ गएर पनि सरुवा गराएर काम गर्न सक्नुहुन्छ। यो बेनिफिट छ निजामती कर्मचारी बन्नका लागि। यदि तपाई अहिले तयारी गर्छु, म तयारीमा जुट्छु, खरिदार बन्छु भनेर सोच्दै हुनुहुन्छ भने आजै स्मार्ट जीकेमा जोइन गर्नुहोला। भोलिदेखि स्मार्ट जीकेले नयाँ कक्षा सुरु गर्दैछ। स्मार्ट जीकेले हरेक दिन बिहान 5 बजे आईक्यू, 6:30 बजे जीके, बेलुकाको समयमा रिटेन पेपर हरेक दिन पढाइरहेको छ। वार्षिक कक्षा हुने भएकोले यही वर्षको लागि पनि कभर हुन्छ र आउने वर्षलाई पनि तपाईले कभर गर्न सक्नुहुन्छ। साथै तपाईहरुलाई जानकारी गराउँ, यदि तपाई 11 कक्षा वा 12 कक्षा उत्तीर्ण गरेर बस्नु भएको छ भने अहिले खुलेको नायब सुब्बामा पनि फारम भर्न सक्नुहुनेछ। नायब सुब्बाको विज्ञापन यही 82 सालको पुस महिनाको 30 गते खुलेको थियो र अब तपाईको यसको फारम भर्ने सिंगल दस्तुरमा यही 20 गते र डबल दस्तुरमा 27 गतेसम्म फारम भर्न सक्नुहुनेछ। खरिदार राम्रो पद भएको निजामती कर्मचारी हो, त्यसैले आजै जोइन गरी आफ्नो तयारीमा जुट्नु होला भन्दै तपाईहरुमा आजबाट बिदा लिन चाहन्छु। हस्त, धन्यवाद।